हाम्रो गाउँमा पनि यो ड्रोनले खिच्दा दामी निसी देखिन्छ होला हौ। बारीको डाँडाहरू कस्तो खतरा देखिरहेछ। अलि छरियाली हुन्छ नि फेरि यो पार। घामले नि कस्तो दामी देखेको। ब्याकग्राउन्ड म्युजिक पनि आफै हालिदिएछ। हामी चाहिँ आज फेरि पनि बनपाला जाँदैछौँ। बनपालातिर हामी टोली चाहिँ सट्ट बनपाला अलैँचीबारी हेर्नको लागि चाहिँ हामी चाहिँ सट्ट जाँदैछौँ। कान्छा हेर त आउँदैछौँ कि छैनौ? राति भएछ नि। आज चाहिँ हामी जाँदैछौँ बनपालातिर। पर झुलुङ्गे पुल पनि छ अरे चढ्नको लागि चाहिँ आज हामी ड्राई पिकनिक जाँदैछौँ। यहाँनिर चाहिँ टक्क खानेकुराहरू बोकेको छु मैले अलि होइन। हामी चाहिँ त्यहाँ गएर खाने। आज चाहिँ माइती घरमा डेफ हो है आज चाहिँ हाम्रो, त्यही भएर जाँदैछौँ। हेर्नु होला कस्तो हुन्छ। आज सुरुङ मार्ग जाँदैछौँ। हामी अहिले चाहिँ पुरा त्यो टनल भित्र छौँ भन्न न। सुरुङ मार्ग यो चाहिँ हाम्रो एक दिनको सुरुङ मार्ग। टोलीहरूसँग जाँदैछौँ। यस्तो दामी मनमोहक भ्यू छ चाहिँ। दिन खुलेको छ, घाम लागिरहेछ, डाँडाकाँडा एकदम मजाले देखिरहेछ। यहाँदेखि तल चाहिँ हाम्रो बारी अलैँची बारी छ। सही हो सही हो। हो र यहीँ तलको उयो भिडदेखि खसेको नि पहिला। यता के त हो उता चाहिँ हो उयो के भन्छ वीरेन्द्र भेना बाहुबली बनेको छाँगा हो। सुशील र म आएको होइन सिरक धुन एकचोटि यहाँ तल। अन्त आउँदा चाहिँ कन्ता लिएर आएन भरे धुएर चाहिँ लानु होइन नसकेर। उकालो ओह्रालो मलाई वस्तु हेर्नु चाहिँ साह्रै लाग्ने हो। त्यो गोठाला जानु जति साह्रो चाहिँ मलाई केही नलाग्ने। यो अलैँची बारी चाहिँ हाम्रो कान्छा बाँको। यहाँ तल चाहिँ खोला छङछङ खोला बगिरहेछ। होइन होला हो त्यति साह्रो पनि होइन होला हौ। घाँस काट्यो अनि गयो स्कुल गयो फेरि आयो घाँस काट्नु एक्लै पुग्यो। फोनमा त नरिसाउनु के छ नरिसाउनु न हो खाइदिँदैन। अघि त्यत्रो बेर फुल घरमा खिच्यो आफ्नो त दिन्छ सबै। हाम्रो गाउँको पुल नयाँ पुल भर्खर बनिएको चाहिँ यही हो है। हामी चाहिँ यो पुलमाथि जाँदैछौँ। बाटो यो चाहिँ यस्तो छ हाम्रो
यता जङ्गल पाखा जङ्गल अनि यता तल चाहिँ छ फेरि खोला खोला बगिरहेछ यो चाहिँ हाम्रो गाउँमा नयाँ बनाएको झुलुङ्गे पुल हामी चाहिँ यता पर जङ्गलदेखि आएको होइन होला नाना माइली गल्नु भएको नाना माइली चाहिँ गलिसक्नु भयो अरे हामी चाहिँ यता पारीदेखि वारी आएको यहाँ हाम्रो ठुल्दै यता हुनुहुन्छ माल्दै टोमी अनि यता हाम्रो कान्छा भाइ यता बारी अलैँची बारी छ यता चाहिँ पुरा माथि त्यो देखेको डाँडामा चाहिँ पहिला हामी गएर आएको अनि यता चाहिँ खोला छ जङ्गल छ 2 घण्टामा जुत्ता खुट्टामा लाएर चट्टसँगले म अर्को खालको हेर्छु नि त नि यसरी ब्रान्डहरुको कसको ब्रान्ड यहाँ यता ल्याउ नि कुन ब्रान्ड महँगो लु लु त्यसै मेरो महँगो छ नि के कुन ब्रान्ड हो यो अर्को ओफाम अरे ओफाम आफै भन्ने आफ्नो ब्रान्डको नाम मेरो सजिलोमा छ नाइकी यो त थाहा छैन ग्याम्बल हो न ग्याम्बल तेरो नाइक नि हौ देख्दैन यहाँ गएको नाइक दाँत हो त्यो नाइक यो कुन हो एडिडास यो हो के अरे किटो तिम्रो चाहिँ मेरो रहेछ न महँगो त किटो